मेन मन्दिरमा पस्ने सर भयो अब त जय ल जाउँ ल बुढिया बस्न त पैसा लगिदिन्छ अब एउटा नि पर्दैन अब म राख्दिनँ मेरो सिङ्गल वाली नि 3-4 छैन कि यहाँको कस्तो राम्रो लगिदिन मलाई अनिल कस्तो लागिरह रमाइलो छ आऊ यसमा स्लो मोसनमा खिच्नु है एकदम राम्रो भयो तर साह्रै भोकले सतायो भोक त यस्तै हो अब के भन्ने होइन बिहानदेखि हिँडेका छौँ हिजोदेखि खाना खाएको छैनौँ हिजो रातिदेखि भोक त लागिहाल्छ अब जाने आनन्दले ट्रेकिङ गर्दै हो हामी हाइकिङमा टाइम लाग्छ साथमा 2 घन्टा चाहिँ हिँड्नु छ हामीलाई ठाउँमा पुग्नुलाई त्यसपछि फेरि कता कता जाने हो पानी जमेको यो हिउँ शीतहरू जस्तो के छ अब हामी पाथिभारा मन्दिरबाट निस्किँदैछौँ पूजा गरेर निस्किँदैछौँ अबको हाम्रो हिँडाइ भनेको ठुलो फेदीसम्म हुन्छ हो त्यहाँ बसेर अनि लखरक हिँड्दैछ पाथिभारामा हिँड्न पनि भिडियो बनाउन सकिएन र उफ्रिने बेलामा के गर्नु पाथिभारा जाने बाटो यस्तो प्रकारको छ र हामी पुगेर पनि आइसक्यौँ हाम्रो पार्टनरहरू यहीँ छन् हिँड्दैछौँ लखर आफ्नो दुनियाँमा चिसोमा गयो रमाइलो भयो फर्किँदाखेरि घामा थियो पसिना आएर कास लाग्यो जाकमा पसिना यस्तै छ चलिरहेको त्यो हामी हिम्मत हार्दै हार्दैनौँ नि बिल्कुलै हार्दैनौँ जसले जेसुकै भनोस् हिम्मत भन्ने चिज त हार्दै हार्दैनौँ जसले जेसुकै भनोस् म सन्तोष चौधरी टिकापुर कैलाली वार्ड नम्बर 1 पनि भन्नु नि वडा नम्बर 1 यहाँभन्दा माथि गएको रहेनछन् बुढा त्यस्तै खोइ अब
लगभग 600 किलोमिटर आइयो। यहाँ आएर बसेर यति माथि डाँडा जान सुत्केरोले रोक्यो मलाई। कहाँ 600 मान्नु हो? पुरा बादल आएको छ नि हेर अहिले भर्खरै धाक्यो बाबा यहीँबाट फोटो खिच्नु मिल्दैन? फोटोमा जानुपर्छ भिडियो गर्नु भयो ऊ माथिको थिच्ने हामी माथि गएर मन्दिर पूजा गरेर दर्शन गरेर हामी अब फर्किँदैछौँ। बाटो यस्तै छ, पहाडी बाटो।